धुवा लगाउनु पर्ने सिकिराखै सुर कस्तो गर्नु कस्तो टोक्नाको हिजो त अस्ति त्यसरी कुद पार्नु पर्ने कसले चाक्का लिएर आइज भने अब सानो लाग्दैन सानो लाग्दैन त्यो चियापत्ती भाडा हालेर लैजाने खाऊ टोक्लै छु भने आमा कहाँ जानुभएको छ आमालाई त थाहा छैन होला है बिउ काट्न त्यसले झन् टोकिहाल्दैन नि रहेन रहेछ हौ त्यसमा त ले हो त ठुलो ठुलो दिएर बाटो पनि हातमा दिन है देखेन है ढाडमा टोक्यो कि के हिजो टोकेको ठाउँमा चिलाउँदैछ क्या त्यो उसले टोकेको हेर्नु त त्यसरी झिक्नु पर्दछ नि तेरो बाउले त मामालाई अब देखाइदिनु कि त्यसरी झिक्नुपर्छ मामा भने यसमा त धेरै रहेन रहेछ नि अर्कोमा त कति अर्कोमा छ ऊ त्यसरी दबाउनु नाङ्लो पनि ल्याउँछ आहा फेरि बेलुका आएर सुमन दादाको काम बन्छ देखाइज यसको भिरमा मौरी यस्तो नहुने अङ्कल यो त्यो त खाने बित्तिकै पक्राका लाग्ने हुन्छ नि त रक्षा हुन्छ त्यसै नहुने रहेछ पुरै खिचे नानी पुरै खिचे घरमा युट्युबमा दिइहाल्छु यसलाई पक्राका हालेर हस् बिचरा अर्काको चोरेर खाइदिएर पनि खाने यही हो म त खाने आज दिउँसभरि त आज त घाँस नि काट्नु पर्दैन त हो त्यहाँ चाहिँ त्यहाँ छ यहाँ होइन हेर्नु मान्छेको ठाउँमा त एउटा पनि आउँदो रहेन हिजो त मुखै आएको ऊ त्यसरी कसै आउँदैन रहेछ नि ऊ तल बस्यो है म त नै टोक्छ अहिले त्यस्तो शरीर काट्छ कति छुट्छ होला हामीसँग अरू कुर्सी थियो होइन यस्तै किन चाहियो कुर्सी सहिले हुन्थ्यो नि राखेर अङ्कलले झार्नु सुसी झार्नु त म छोडिदिन्छु नि त नि अर्को कुर्सी लिएर जान्दा लिएर आउनु बरु प्लास्टिकको ल्याए नि हुन्छ रे प्लास्टिकको हुन्छ यो चाहिँ छोपिनु पर्यो त्यो त्यसमा म उस लागिसक्यो मौरी छ हौ त्यसमा त पछाडि त्यो उसमा हुन्छ लिएर आउनु यसमा दुईटा उस छ कि एउटा मात्र हो डबल हो है हाम्रो जस्तो होइन नि है बस्ने होइन हौ उता बस्ने होइन के यो हाल्न राख्न मात्र अनि माथिबाट छोपिँदैन नि त फेरि नाङ्लोले नाङ्लो छोपिँदैन नि त फेरि त्यो बाटो राखेर छोपिँदैन नि त माथिबाट त्यही कुर्सीमा राखिदिएर उचाल्नु पर्यो नि त्यो अडिँदो रहेन रहेछ अडिन्छ त्यो समय नि परेर कुर्सी ए यता देख्नु त नाङ्लो चाहिँ कसो गर्नु भने अङ्कल त्यो छोप्ने क्या त कस्तो भरेछ है त्यसमा त सबैमा भर्नु
यस्तो रहेछ तरिका अनि तेरो बाबुले त सिधा काट्नको छ हैन सानो धुप बालेर नि कहाँ हुन्छ त अशुभले काट्छ सिकिहाल्यो नि अब यही त हो नि काट्ने तरिका ए र आज मामा बस्यो भए ट्याक्कै मामाले नि सिक्नुहुन्थ्यो है यही भिडियो देखाइ नि सिकिहाल्छ ट्याक्क भिडियो पारिराख्नु यसो गर्नुपर्छ मामा खास यसलाई यसरी काट्ने होइन नि हजुर यसलाई त सब मिसिनमा झार्ने हो हजुर ए यो चाका नबिगारियो हजुर यहाँ त छैन मिसिन छैन कहाँ हो अब मामाले लिएर आउनुहुन्छ मेसिन माउरी छ नि त त्यो। यसो तल राख्नुपर्ने रहेछ अनि हाम्रो त यस्तो माथि माथि राखेर अहिले म मिसिन देखाउँदा तिमीहरूलाई ए बन्दोबस्तको घर बनाउनु पर्ने रहेछ है माउरीको त है मौरीको लागि मात्रै के छुट्टै तल तल टक्क टक्क जस्ता हालेर टक्कै लगाउँछु सल ल्यायो भने हुँदो रहेछ आधी आधी रहेछ त्यसरी काट्नुपर्ने रहेछ तल्लोपट्टि नै होला नाङ्लो गर नाङ्लो गर मम्मा त म जानुपर्ने र त जस्तो दिइरहेको थियो तिस साह्रो ममा लटपटिहाल्छ कि यस्तो खाले चाहिँ ग्लभ किन्नु पर्ने के हो माथि छ भने माथि रहेछ सपिन पन्जा